काठमाडौँबाट उत्तर पूर्व पर्ने सिन्धुकोटलाई वैशाख 12 को भूकम्पले नराम्रोसँग हल्लाइदियो र यहाँको जनजीवन उथलपुथल भयो। भूकम्प आएर गयो, तर यहाँका गाउँलेको दुःख भने जाने नाम लिइरहेको छैन। पहिला बस्ने पाल, अनि बाँच्नलाई खानेकुरा र अहिलेको जाडोमा कपडा र ओढ्ने कम्बल। भूकम्पले तहस नहस भएको जिन्दगीलाई सानो आशाले न्यानो ओढ्ने ओढाएर साथ दिन खोज्दैछ। अहिले दिन ज्वरो सुते भोलपुट मेट गरेर नाँदै बाटैमै थिए हुनुभयो नि। अनि कसरी हुर्काउनु भएको छ बालबच्चा? बच्चा के अब यस्तै त्यही रात आएको दिइरहेछ बारी भनौँ नि। एक हलको मेलो छैन। अनि घर केमा बस्नु भएको छ? अहिले त्यही छाप्रोमा बस्नु भएको छ। त्यही घर लड झरै पऱ्यो त्यस्तैमा बसेछु। झडा परेछ? चाहिँ झरै भइसक्यो। जुरा परेछ, बिग्रिया छ, भत्किया छ? भत्किया छ, त्यस्तैमा बसेछु। अनि अहिले अब हामीले के दिए हुन्थ्यो जस्तो लागेको छ तपाईँलाई? अब दिए त अब के तपाईँले जतो दिनु त्यतै। जाडोमा न्यानो कपडा घरमा छ कि छैन? अब त्यही रात आएको कपडा नि बुढालाई चाडा उडाएर पठाइदियो उताउति भइगयो है। त्यो तिन चाडा हुन्छ त्यही बुढालाई यस्तो कोकीलाई चाहिँ यस्तै बसिछौँ। कोकी लागेको छ? कसले बाँडेको थियो रात? यहीँ माथि नै यही कोटै बार्लो हो। यहीँ बाँडेको थियो? अब लत्ता कपडा हामीले दिँदा तपाईँलाई न्यानोबाट बस्नुहुन्छ? दे हुन्थ्यो जस्तो लागेको छ? हुन्छ भनिरहेको छ यस्तै लाएर बसेको छ है। सबै पुरै पुरिएको पुरिन चाहिँ अनि यो बच्चाले गर्दा सबैले देखेछन् अनि निकाल्नु। बच्चालाई चाहिँ केही भन? बच्चाको नि यस्तै दर्खाइ थियो, त्यति चोट त लागेन। खुट्टा टेक्न सक्नुहुन्छ? अलिअलि हल्का यस्तै। खुट्टा केही छैन? छ नि जाडो त अब। लुगा कपडाहरू छ कि छैन? छ अस्ति नै दिएको छ नि। अस्ति नै दिएको थियो? कसले दिएको थियो? खोइ कुन संस्थाले हो दिएको, सरकारी अलिअलि दिएको छ। अलिअलि दिएको छ? रात आयो कि आएन त? अलिअलि आयो कहाँ के थाहा। खानेकुराहरू कतिको छ घरमा? के खानुहुन्छ? के खानु यस्तै किन्यो ल्यायो बेसायो खायो कि त्यस्तै त अनि। त्यस्तो दुःखको मेलो भने दुःख छ? चिसोले रोग खोकी कतिको बढाएको छ? रोग खोकीलाई नि जिउ फुल्ने अब जिउ फुल्यो। अनि अब के आवश्यक तपाईँलाई अहिले? अब मेन अब के आवश्यक चाहिएको छ? अब अहिले महसुस यो जाडो ठन्डीमा के दिएदेखि हुन्थ्यो भन्ने महसुस भएको छ? समस्या त सबै कुराको छ नि। भएको जति जम्मै थिचिहाल्यो, झिक्न सकिएन। अब अलिअलि गरेको आइमे केटीले गरेको आयो त अब 1 महिना नपुग्ने आइनलाई चाहिँ आइछ है। अब सबैको आवश्यक छ नि भनौँ न। अब सबै कुराको छ। लत्ता कपडाहरू जाडोमा कपडाको नि आवश्यक नै छ, खानेकुरा नि आवश्यक छ, भाँडाको नि आवश्यक छ, पैसाको नि आवश्यक। नुन तेल नखाइनु भएको छैन, झन् भाउ बढेर गएछ, गर्न सक्नु छैन, कमाइ छैन। आफू यता बुढो छु, एउटी सुत्केरी छ। चाहिएको जाडामा ओढ्ने ओछ्याउनी खाने सामानहरू त्यही नै हो सर। ओढ्ने ओछ्याउनी सबै पुर्यो? हजुर। अनि अहिले केमा बस्नु भएको छ? अहिले उसो छाप्रामा बसेको छ सर। छाप्रोमा बस्नु भएको छ? छाप्रामा। अब घर छैन। अब यहाँ बनाउनलाई बस्नलाई अब त्यहाँ हुँदैन भन्छन्, धराप छ यहाँ चिरिया भन्छन्, भिरमा छ टाकुरामा घर। अहिले चाहिँ अब जग्गा जमिनै छैन कि? जग्गा जमिनै छैन हाम्रो घर बनाएर बस्ने। कहाँ बस्ने हो थाहा छैन। घरले छिचिको अहिले खानेकुरो अलि आवश्यक नै छ। आवश्यक छ। जाडो कतिको छ? जाडो त भयङ्कर जाडो छ नि। लत्ता कपडाहरू के गर्नु भएको छ? छैन हजुर। अब त्यो जम्मै पुरीको सिद्धिको नि अब त्यही अलिअलि टालाटोली ओढो सुत्यो। देशका चाहिँ शासकवर्ग भनौँ या के भनौँ, उहाँहरूले चाहिँ भ्रष्टाचार गरेर त्यत्रो मोटाइरहनु भएको छ भने हाम्रो हातमा अहिलेसम्म कठ्याङ्ग्री र एउटा चाहिँ कम्बलसम्म हामीले पाइरहेको अवस्था छैन। अहिले चाहिँ अब के रात महसुस भनौँ न, रात चाहिँ के आशा गर्नु भएको छ? के दे हुन्थ्यो भन्ने तत्कालैलाई चाहिँ हेर्दाखेरि चाहिँ यो जाडो अलिक बढ्दै अवस्थिति छ। यो जाडोलाई थेक्ने खालको केही कुराहरू भइदियो भने एउटा केही राहत हुन्थ्यो कि भन्ने आशा छ। अलि दीर्घकालीन खालको सोच यहाँहरूले ल्याउन सक्नुहुन्छ भने हाम्रो लागि एउटा बासको व्यवस्था चाहिँ यहाँहरूले गरिदिनु भयो भने मेरो लागि र मेरो यो दलित समुदायको लागि चाहिँ एउटा ठुलो राहत हुन्छ भन्ने सोचेको छु।